एउटा देशको प्रधानमन्त्रीले हैन मेरो देशले अर्को देशलाई सीमा मिचिरहेछ भनेर भन्छ। तपाईलाई भन्नु रुसले युक्रेन लगायत धेरै ठाउँमा सीमा मिचिरहेछ। रुसले अहिलेसम्म भनेको छ भारतले नेपाल पाकिस्तान बंगलादेश भुटान श्रीलंका मालदिव्स सिक्किम त आफ्नै बनायो, तर आजसम्म भारतले मैले कुनै देशको सीमा मिचिएको छु भनेर भनेको छ। अमेरिकाले संसार कब्जा गरेछ हैन। तपाईको चाहिँ भेनेजुएलामा गएर राष्ट्रपतिलाई अपहरण गरेर ल्याएर मुद्दा लगाएर हैन एक्टिङ प्रेसिडेन्ट अमेरिकाको के अरे सरी भेनेजुएलाको भनेर उसले आफ्नो चाहिँ के अरे सामाजिक सञ्जालमा लेखेको छ। तर अमेरिकाले मैले भेनेजुएलाको राष्ट्रिय स्वाधीनतामाथि आक्रमण गरेँ भेनेजुएला मिचिए भनेर भनेको छ। त नेपालको बालेन्द्रले भारत मिचिया छु भन्दाखेरि पनि रमाएर जुस पिउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूलाई तपाईँ हामीले दया भन्दा बाहेक अरू के भन्ने भने कठै भन्ने भन्दा बाहेक अरू केही छैन।